नमस्ते। आजको भिडियोमा हामी ब्याक पेनमा गर्न मिल्ने एक्सरसाइजहरू लिएर तपाईसँग उपस्थित भएका छौं। कम्मर दुखाइ धेरै कारणले हुन सक्दछ र विशेष गरी त्यसमा तपाईले कुनै भारी वजन उठाउनु भयो, तपाईको डिस्कमा समस्या भयो, तपाईले धेरै समयसम्म झुकेर काम गर्नु भयो या तपाईको काम गर्ने पोस्चर मिलेन, बसाइ मिलेन भनेपछि चाहिँ सामान्यतया ब्याक पेनहरू आउने गर्दछन्। ब्याक पेन एड्रेस गर्दाखेरि हामीहरूले टाइट मसलहरूलाई स्ट्रेच गर्ने र कमजोर मसलहरूलाई बलियो पार्ने कुराहरू यो भिडियोमा देखाउन गइरहेका छौं। पहिलो एक्सरसाइज हो स्पाइनल रोटेसन अर ट्विस्टिङ। तपाई यसरी सुत्नुहोस्, दुईटै घुँडा फोल्ड गर्नुहोस् र अब तपाई घुँडा तल्लो शरीर एकापट्टि र माथिल्लो शरीर अर्कोपट्टितिर ट्विस्ट गर्नुहोस्। 1 देखि 2 सेकेन्डको होल्ड, फेरि यतातिर। यो मुभमेन्ट 10 चोटी तपाई गर्नुहोला। यदि तपाईको कम्मरमा दुखाइ छ भनेपछि बिहान उठ्ने बित्तिकै यो गर्नुभयो भने ब्याकमा भएको, कम्मरमा भएको तपाईको स्टिफनेस चाहिँ कम हुन जान्छ। अब सेकेन्ड एक्सरसाइज चाहिँ तपाई यतिकै सिधै सुतिरहनु भएको बेला एउटा घुँडा खुम्चाउनुहोस्। यो घुँडालाई दुईटै हातले आफ्नो छातीतिर तान्नुहोस्। यसलाई हामी नी टु चेस्ट एक्सरसाइज पनि भन्दछौं। घुँडालाई छातीसम्म तान्ने यो स्ट्रेचिङ एक्सरसाइज भएको हुनाले तपाईले यसलाई 30 सेकेन्डसम्म 30 सेकेन्डसम्म होल्ड गर्नुहोस् र यसलाई चाहिँ 3 सेटसम्म गर्नुहोस्। पहिला दायाँ खुट्टा 30 सेकेन्डसम्म होल्ड गर्नुहोस्, त्यसपछि बायाँ खुट्टा 30 सेकेन्डसम्म होल्ड गर्नुहोस्। याद गर्नुहोस्, यो एक्सरसाइज गर्दा तपाईले नर्मली सास फेरिरहेको हुनुपर्दछ। नी टु चेस्ट स्ट्रेच गर्दा चाहिँ हामी ग्लुट्स मसलको स्ट्रेच गरिरहेको हुन्छौं। यसैगरी अर्को स्ट्रेचिङ चाहिँ हामी ह्यामस्ट्रिङ स्ट्रेच। यसको लागि हामी घरमा तपाईले लामो तन्ना या कुनै कपडा या कुनै डोरी लिएर यसरी आफ्नो पैतालामा फसाउनुहोस् र दुवै हातले त्यो कपडालाई समातेर यसरी लामो तन्ना पनि तपाईले यसरी बेरेर दुवै हातले पक्रेर माथि तान्न सक्नुहुनेछ। यसो गर्दा तपाईको ह्यामस्ट्रिङ र काफ मसल दुईटै स्ट्रेच हुन्छ। यदि तपाईलाई घरमा कसैले सहयोग गर्न सक्नुहुन्छ भनेपछि चाहिँ यो एक्सरसाइज तपाईले यसरी खुट्टा उठाएर र लास्टमा गएर यो तपाईले खुट्टालाई यसरी तल तान्न सक्नुहुन्छ। या यसरी उठाउन गाह्रो हुन्छ भनेपछि आफ्नो कन्धामा यसरी राख्नुहोस् र यसरी तल थिच्नुहोस्। धेरै जस्तो मान्छेहरुमा कम्मरको दुखाइ चाहिँ तल खुट्टासम्म जाने गर्दछ। त्यसको लागि हामी न्यूरल फ्लशिङ टेक्निक भन्छौं। त्यो चाहिँ हामी यसै पोजिसनमा तपाई घुँडा घुम्चाउनुहोस्, दुईटै हातले खुट्टा पक्रिनुहोस् र यो माथि लग्नुहोस्। माथि लग्दा एंकल चाहिँ तपाईको माथि यसरी तलपट्टि आउनुपर्छ र छोड्दाखेरि एंकल लुज गरिदिनुहोस्। यसलाई पनि तपाई 10-10-10 को 3टा सेट्समा डिवाइड गरेर गर्न सक्नुहुनेछ। अर्को स्ट्रेचिङ एक्सरसाइज चाहिँ हाम्रो पाइरिफर्मिस मसलको स्ट्रेचिङ हो। त्यसको लागि तपाई एउटा घुँडा, अब हामीले राइट साइडको पाइरिफर्मिस मसल स्ट्रेच गर्नु छ भने हामी बायाँ खुट्टा खुम्चाउँछौं र दायाँ खुट्टालाई लिएर यसरी माथि राख्दछौं। अब तपाईको हात एउटा भित्रबाट हाल्नुहोस्, अर्को हात चाहिँ तपाईको हात यहाँ पुग्छ भनेपछि चाहिँ ठीक छ, तपाईको हात यहाँ पुग्दैन भनेपछि चाहिँ यहाँ तल घुँडा मुनिबाट पनि यसरी पक्रेर आफूतिर तान्नुहोस्। यदि कसैले घरमा अलिकति पुश गर्दिन सक्नुहुन्छ भनेपछि अझै राम्रो। यहाँ चाहिँ स्ट्रेच फिल भइराको होला उहाँलाई। यो पनि तपाई 30 सेकेन्डसम्म होल्ड गर्नुहोस् र 3 सेटसम्म गर्नुहोस्। अर्को स्ट्रेचिङ चाहिँ हामी क्वाड्रेटस लम्बोरम मसलको स्ट्रेचिङ गर्न गइरहेका छौं। यो मसल चाहिँ एकदम बलियो मसल हुन्छ र हाम्रो साइडतिर हुने गर्दछ। यसको टाइटनेसले गर्दाखेरि पनि ब्याक पेन आउने गर्दछ। त्यसको लागि उहाँ चाहिँ हात यसो लिएर यतातिर बेन्ड हुनुहोस्। तपाईको स्ट्रेच चाहिँ यहाँ फिल हुन्छ। यो स्ट्रेचिङलाई पनि तपाई 30 सेकेन्डसम्म होल्ड गर्नुहोस् र 3 सेटसम्म गर्नुहोस्। 30 सेकेन्ड होल्ड गरिसकेपछि फेरि उहाँको तपाई लेफ्ट साइडतिर स्ट्रेच गर्नुहोस्। तपाईले चाहिँ याद गर्नुहोस्
तपाईले चाहिँ श्वास प्रश्वास चाहिँ रेस्पिरेसन नर्मल्ली गर्नुपर्ने हुन्छ। अब अर्को एक्सरसाइज चाहिँ ट्रान्सभर्स एब्डोमिनस एक्टिभेसन भन्छौँ हामीले। दुईटै घुँडाहरू खुम्चाउनुहोस्। अब तपाईले यसरी आफ्नो छाम्दाखेरि यहाँ दुईटा हड्डी फेला पार्नु हुनेछ है। तपाईको नाइटो भन्दा साइडमा आउनुहुन्छ, अलि तल आउनुहुन्छ भनेपछि यहाँ हड्डी हुन्छ। त्यो हड्डी भन्दा अलिकति भित्र जानुहोस् र त्यहाँको मसल टेन्सन फिल गर्नलाई मात्र हामी यहाँ औला राखिरहेको हो। अलिकति आफ्नो नाइटो भित्र तान्नुहोस् र यहाँ टेन्सन फिल हुन्छ है। अनि यसलाई चाहिँ अलि भित्र तानेर चाहिँ तपाईले तल्लो पेटलाई तल होल्ड गर्नुहोस्, तर अलि बिस्तारै बिस्तारै चाहिँ सास लिइराखेको हुनुपर्दछ। मैले यो पेटभित्र ताने, यहाँ टेन्सन फिल गरेँ र यसो गरेर आफ्नो स्यालो ब्रिदिङ चाहिँ गर्न नै पर्ने हुन्छ तपाईले। यसलाई हामी टीए एक्टिभेसन भन्छौँ। यही पोजिसनमा तपाईँ अर्को चाहिँ पोस्टिरियर पेल्भिक टिल्टिङ, यो चाहिँ पेल्भिसलाई चाहिँ तल अब पछाडिपट्टि कसरी धकेल्ने, यो हिप यसरी सुत्दाखेरि तपाईले आफ्नो कम्मरले तल कसरी थिच्न सक्नुहुन्छ, यसरी पछाडि लगेर थिच्ने। यदि तपाईले कसरी यो गर्न आएन भनेपछि तपाईले यसरी आफ्नो हात ठ्याक्कै यो यहाँ राख्नुहोस् र यो हातलाई चाहिँ कम्मरले थिच्नुहोस्। यसरी पोस्टिरियर पेल्भिक टिल्टिङ गरेर थिच्नुहोस्। पोस्टिरियर पेल्भिक टिल्ट गर्नुहोस्, केही सेकेन्ड होल्ड गर्नुहोस्, छोड्नुहोस्, फेरि टिल्ट गर्नुहोस् पछाडि र छोड्नुहोस्। अर्को एक्सरसाइजलाई चाहिँ हामी क्याट एन्ड क्यामल भन्दछौँ। तपाईँ यसरी चारै हात खुट्टामा आउनुहोस्। तपाईँको हात चाहिँ यो हत्केला चाहिँ ठ्याक्क कन्दामुनि हुनुपर्छ र यो तपाईँको हिप जोइन्ट तल ठ्याक्कै नी जोइन्ट हुनुपर्छ। एकदम चिप्काएर पनि राख्ने होइन, एकदम टाढा पनि राख्ने होइन। अब यो कम्मरलाई तपाईँ बिस्तारै यसरी तल धसाउँदै जानुहोस् र टाउको माथि। यसलाई तपाईँ 1 देखि 2 सेकेन्डसम्म होल्ड गर्नुहोस् र फेरि आफ्नो कम्मरलाई, बिरालोले आफ्नो कम्मर स्ट्रेच कसरी तन्काउँछ त्यसरी नै यो स्ट्रेच गर्नुहोस्। त्यो बेला टाउको तपाईँले तल हेर्नुपर्ने हुन्छ र फेरि यसरी माथि जानुहोस्। यसलाई पनि तपाईँ कमसेकम 10 रिपिटेसन गर्नुहोस्, रेस्ट लिनुहोस्। अर्को सेट 10 रिपिटेसनको गर्नुहोस्, रेस्ट गर्नुहोस्। लास्ट सेटमा पनि 10 रिपिटेसन गर्नुहोस्। अब यो पोजिसनबाट तपाईँ अर्को पोजिसन भनेको हाम्रो चाइल्ड पोज भन्छौँ। यसरी बस्नुहोस्, दुईटै हात अगाडि लग्नुहोस् र जति सक्नुहुन्छ आफ्नो माथिल्लो शरीरलाई अगाडिपट्टि तन्काउँदै लग्नुहोस्। यो पोजिसन तपाईँ 30 सेकेन्डसम्म होल्ड गर्नुहोस् र 3 राउन्डसम्म गर्नुहोस्। अब यो पोजिसनमा तपाईँ दुईटा एक्सरसाइज गर्न सक्नुहुन्छ। एकदम महत्त्वपूर्ण एक्सरसाइज जसले चाहिँ हाम्रो कम्मरलाई चाहिँ बलियो पार्दछ। यो पोजिसनमा आइसकेपछि तपाईँ यो खुट्टा सिधा माथि उठाउनुहोस्, छोड्नुहोस्, 10 रिपिटेसन। त्यसपछि राइट अर्को खुट्टा 1 2 3, यहाँ मसल टेन्सन तपाईँ फिल गर्न सक्नुहुन्छ। यो एक्सरसाइज सुरुमा तपाईँ एकदमै माथि उठाउन सकिराख्नु भएको छैन भने पनि अलिकति उठाउनुहोस्, छोड्नुहोस्। यो 10 रिपिटेसन 3 सेट्स। यसै गरी अब अर्को एक्सरसाइज चाहिँ दुईटा हात यसमा पिलो निकालिदिँदा हुन्छ। यसरी दुईटा हात राख्नुहोस् साइडमा र माथि उठ्नुहोस्। यो पनि तपाईँ 1 देखि 2 सेकेन्डसम्म होल्ड गर्नुहोस्, तल जानुहोस्। 1 फेरि 2 3। यसलाई पनि तपाईँ 10 रिपिटेसन 3टा सेट्समा गर्नुहुनेछ। पछि यसको प्रोग्रेसन चाहिँ यो एक्सरसाइज सुरुमा गरिसकेपछि पछि तपाईँको कम्मर दुखाइ कम हुँदै जाँदा तपाईँले पछि यसलाई चाहिँ फुल स्ट्रेचमा चाहिँ यसरी माथिसम्म आउन सक्नुहुन्छ। यो पनि 10 चोटि गर्ने, रेस्ट लिने, फेरि 10 चोटि गर्ने, रेस्ट लिने र फेरि 10 चोटि गर्ने। अब तपाईँले यसरी घोप्टो सुतेर खुट्टा माथि उठाउनु भयो, तपाईँ कम्फर्टेबल हुनुहुन्छ, यसरी माथि कोब्रा पोज त्यो पनि कम्फर्टेबल हुनुहुन्छ भनेपछि चाहिँ अब नेक्स्ट एक्सरसाइज चाहिँ हामी सुपरम्यान एक्सरसाइज गर्न गइरहेको छौँ। सुपरम्यान एक्सरसाइज गर्नलाई तपाईँले राइट ह्यान्ड अगाडि लग्नुहोस् र लेफ्ट ह्यान्ड, दायाँ हात र बायाँ खुट्टा सँगै उठाउने, छोड्ने।
उठाउनुहोस् 2 यो पनि तपाईँ 10 रिपिटेसन गर्नुहोस् चेन्ज गर्नुहोस् 10 चोटि गरिसकेपछि यो हात माथि लग्नुहोस् त्यो खुट्टा सँगै उठ्छ तपाईलाई यदि यो गाह्रो लागिरहेको छ भने पहिला गएर तपाईँ खुट्टा मात्रै उठाउने एक्सरसाइज गर्नु होला यो एक्सरसाइजमा तपाईँ कम्फर्टेबल हुनुहुन्छ र तपाईको घुँडामा कुनै पनि दुखाइ छैन भने तपाईँ यो पोजिसनमा आएर कमरलाई न्युट्रल राखेर त्यही सुपरम्यान एक्सरसाइज चाहिँ दायाँ हात र बायाँ खुट्टा याद गर्नुहोस् कमर चाहिँ तपाईको धेरै ढल्किनु हुँदैन कमरलाई सिधा राखेर यसरी रिपिटेसन 2 यसलाई पनि तपाईँ 10 रिपिटेसन र 3 राउन्डसम्म गर्न सक्नुहुनेछ अब अर्को एक्सरसाइज चाहिँ ब्रिजिङ एक्सरसाइज ब्रिजिङ भनेको ब्रिज पुल बनाउने तपाईले यसरी दुईटा घुँडाहरू खुम्चाउनुहोस् र आफ्नो कम्मर चाहिँ तपाईले सक्नुहुन्छ भनेपछि अलिकति पेट टाइट गर्नु अलिकति भित्र तान्नुहोस् टाइट गर्नुहोस् तर सास फेर्न रोक्ने होइन अलिकति टाइट गरेर कम्मर माथि उठाउनुहोस् 1 अप 2 डाउन 3 यसै गरी यो एक्सरसाइज पनि तपाईले 10 चोटि गर्नुहोस् रेस्ट लिनुहोस् फेरि अर्को सेट 10 चोटि गर्नुहोस् रेस्ट लिनुहोस् र 3 सेटसम्म गर्नुहोस् अब अर्को एक्सरसाइज चाहिँ हामी कोर मसललाई फोकस गरेर गर्छौं कोर मसल भनेको हाम्रो अगाडिपट्टिको मसल पेटमा हुने मसल यो एक्सरसाइजलाई हामी डेड बग एक्सरसाइज भन्छौं त्यसको लागि तपाईले दुईटा हात र खुट्टालाई यसरी राख्नुपर्ने हुन्छ यो डेड बग एक्सरसाइज हो तपाईले दायाँ हात र बायाँ खुट्टा नजिक ल्याउँदै तल झार्नुहोस् तपाईले पेटमा टेन्सन फिल गर्न सक्नुहुनेछ यो एक्सरसाइज बिगिनरहरुको लागि अलिकति गाह्रो हुन सक्छ तपाईले मेबी 5 रिपिटेसन गरेर 3टा सेटसम्म गर्न सक्नुहुनेछ यी भिडियोहरु बनाउनेको उद्देश्य चाहिँ सामान्य मान्छेहरुमा फिजियोथेरापीको जनचेतना बढाउने नै हो हाम्रो नेपाली दाजुभाइ दिदी बहिनी आमा बुवाहरु सामान्य अब ब्याक पेन नी पेनहरु समस्याबाट ग्रस्त हुनुहुन्छ र ती अवस्थामा यी एक्सरसाइजहरु गरेर उहाँ सन्चो हुन सक्नुहुन्छ अनि अर्को ट्रेन्ड चाहिँ मैले देखेको धेरै जस्तोले दुखाइलाई चाहिँ पेन किलर लिएर नै म्यानेज गरिराख्नु भएको हुन्छ तपाईको क्षेत्रमा फिजियोथेरापिस्ट हुनुहुन्न भने तपाईले यी एक्सरसाइजहरु गर्न सक्नुहुन्छ तर याद गर्नुहोस् यी एक्सरसाइजहरु गर्नुभन्दा पहिला तपाईले फिजिशियनलाई गएर भेट्न सक्नुहुन्छ एउटा सामान्य एक्सरे लिएर कुनै पनि ठुलो कन्डिसन छ या कुनै सिकिस्त समस्याहरु छ या ठुलो कुनै समस्या छ या छैन भनेर तपाईले पहिला त्यो निरीक्षण गरेर मात्रै एक्सरसाइज गरेको राम्रो हो